भोलिको दिनमा हाम्रो पार्टीले हैन तपाईको चाहिँ त्यो ठाउँमा हैन स्पेस बनाउँछौं नै हामी हैन आज नभए भोलि भोलि नभए पर्सि बनाउँछौं बनाइसकेपछि हामी शिक्षामा पनि रूपान्तरण गर्छौं शिक्षालाई चाहिँ तपाईको हामी मैले बारम्बार भनिरहेको छु 3 दिन मात्र थ्योरी पढ्ने हो हैन 4 दिन प्र्याक्टिकल गर्नुपर्छ हैन प्र्याक्टिकल 4 दिन गर्नै पर्छ माटो छुनै पर्छ विद्यार्थीले सानोदेखि नै क्या हैन मैले भन्ने गर्छु जस्तै यस्तो बिरुवाहरू रोप्न लाउने बिरुवा रोप के रे हुर्क्यो भने उसलाई मार्क्स दिने है आलु रोप्न लाउने फल्यो भने मार्क्स दिने हैन त्यसै जानु पर्यो नि त हाम्रो शिक्षा एकातिर छ हाम्रो जीवन एकातिर छ हाम्रो शिक्षाले त तपाईको हामी त भोको नाङ्गो भयौं नि त शिक्षा चाहिँ टन्न हासिल गरेको छ तर भोकै नाङ्गै छ मान्छे किन भन्दाखेरि उत्पादनसँग जोडिएन शिक्षा हैन निर्माणसँग जोडिएन त्यसले गर्दाखेरि चाहिँ यो शिक्षालाई नै हामी चाहिँ के गर्छौं भन्दाखेरि शैक्षिक पद्धतिमै श्रम र श्रमदानले ल्याउँछौं त्यो सबभन्दा ठूलो एजेन्डा हो नम्बर 2 को नम्बर 1 को चाहिँ कार्यकारी तपाईको चुनाव गराउने हो यसपालि अब अन्तरिम सरकारले नै गराएको हुन्थ्यो उ गराउने तपाईहरुको पार्टीको मूलत एजेन्डा चाहिँ त्यो त तपाईको श्रम नगरी किनभने गफले देश बन्दैन हैन गफले सिंगापुर बनाउँछ स्विजरल्यान्ड बनाउँछ भनेर थुप्रैले गफ हैन तपाईको चाहिँ गर्छन् गफ गर्न त नेपालीलाई कसैले पनि भ्याउँदैन जस्तो लाग्यो मलाई है सबैलाई माइक दियो भने 5 घण्टा गफ गर्छ उले भाषण गर्छ तर त्यो भाषणमा के मात्रै हुन्छ भन्दाखेरि गुनासो मात्रै हुन्छ फेरि सरकारको विरुद्धमा अथवा अरु पार्टीको विरुद्धमा हैन गुनासो यस्तो भएन उस्तो भएन गुनासो र दोष आरोपण यति मात्रै तपाईको चाहिँ हुन्छ उसको भाषणमा चाहिँ फेरि तर यसो गर्ने यसरी लाने भन्ने हुँदैन त्यसले गर्दाखेरि अब हामी चाहिँ नितान्तै फरक खालको पार्टी बनाउँदै छौं र मैले 2-4 वटा कुराहरु उसमा पनि भनेको छु अब त्यो कुराहरु यहाँ दोहोरिन्छ हाम्रो पार्टीको झण्डा हुँदैन है झण्डा बनाउँदैन अर्को कुरा हाम्रो पार्टी किन कार्यकर्तालाई मैले भनेको छु 2टा कारण छ एउटा चाहिँ हामीले आफ्नो पार्टीको झण्डालाई धेरै महत्त्व दिँदो रहेछौं के अनि राष्ट्रिय झण्डा बिर्सँदो रहेछौं अनि देश भन्दा ठूलो पार्टी भन्दो रहेछौं मैले एउटा गीत बनाएको थिएँ पहिला निकै पहिला हैन त्यो गीतमा मैले त्यहाँ भनेको थिएँ कि देशको माया के लाग्दो रहेछ र पार्टीकै भक्ति भाव ठूलो हैन हिमाल ढलोस् कि सीमा सरोस् बस्ती जलाउँदै बगाउँछन् है लोकतन्त्र भन्दै दासत्व भित्र झण्डाले आँखा छोपेर हेर्छन् हैन पार्टीको झण्डाले स्याप्प आँखा छोपेपछि यही हो मेरो सब थोक भन्ने लाग्दो छ त्यसले गर्दा त्यो खालको भान नहोस् भन्न खातिर हामी पार्टीको झण्डा राख्दैनौं अर्को चाहिँ वेस्ट अफ तपाईको चाहिँ नै मनी हुँदो रहेछ के अब झण्डा मात्रै कति करोडको बनाउँछ होला यसो विचार गर्नु हैन मेचीदेखि तपाईको छैन उतासम्म है सबैतिर झण्डै झण्डा हुँदा त